नमस्ते सबैजनालाई। आज चाहिँ घरमै रेडी गर्न सकिने मिठो खटिपिटीको अचार, लप्सीको अचार म आज रेडी पार्दैछु। मैले चाहिँ फर्स्टले लप्सी चाहिँ पकाएर अनि त्यसको बोक्रा छोडाएर अनि लप्सीलाई रेडी पारेर राखेको छु। अनि तेलसेल तताएर अनि मिठा सुप राख्ने अनि 5 फोरम थोरै पड्काएर तेल तातिसकेपछि रेडी पारेको लप्सीलाई त्यही कराईमा राखिदिने अनि लप्सीको अचारलाई मजाले फ्राई गरेर त्यसलाई आवश्यक नुन, बेसार, मसलाहरू राख्दै जाने। थोरै फ्राई भइसकेपछि भेलीलाई पनि त्यसमा एड गरिदिने अनि त्यसलाई आवश्यक भेली राख्ने अनि मसलाहरू राखिसकेपछि त्यसलाई मजाले पकाउने अनि हेर्दै खाम लाग्ने अनि मिठो खटिपिटीको अचार घरमै रेडी पार्न सकिन्छ। त्यसलाई हेर्दै खाउँ बन्दै गइरहेको छ। त्यसलाई मजाले ढाकेर पकाउने अनि मैले अघिको लप्सीको बोक्रालाई पनि उता सुकाइरहेको छु। अनि म चाहिँ अचार कस्तो भयो भनेर चाख्छु।